ल हामी चाहिँ जाँदैछौँ होइन जान्छ बच्चाहरूको खेलाउन गाइस यस्तो छ होइन अहिले पछि मेरो साथीहरू आउँछ मेरो पनि कोही कोही फ्यानहरू रहेछन् यसरी पाक्छ है त जात्रामा चाहिँ झिरी भोलि नि तलतिर जान्छ पर्सिसम्म भेट्न पाउँदैन हेलो गाइज वेलकम ब्याक टु चक्लेटी ब्लग सो जयमसी नमस्ते सबैजनालाई आई होप सबैजना हेल्दी हुनुहुन्छ होला आई एम अल्सो हेल्दी गाइज सो आज चाहिँ हाम्रो गाउँमा वैशाख पूर्णिमा छ गाइज होइन आज चाहिँ जात्रा छ सो अब हामी चाहिँ जात्राको लागि पसलमा रेडी गरेको अनि त्यसपछि बेलुका चाहिँ हामी जात्रामा जानेछौँ गाइज होइन अनि जात्रामा चाहिँ हामीले पसल राखेका छौँ होइन हाम्रै घरमा खेलाउना अनि खानेकुराहरू सो गाइज पसल चाहिँ यस्तो रहेको छ गाइज होइन यो रहेको छ कुरकुरे चिप्स अनि त्यसपछि जात्रामा जाने मान्छे लान्छ भनेर अनि यो बच्चाहरूको खेलाउना गाइज यस्तो छ होइन अनि हाम्रो पसल यस्तो रहेको छ यसरी राखेका छौँ सो आज दिनभरिमा अब उयो एक्सपेक्ट कतिको व्यापार हुनेछ हामीले एक्सपेक्ट गरे अनुसार भयो भने राम्रो सो हेरेर साथ दिनु होला गाई देखिहाल्नु भयो गाइज होइन हाम्रो पसल चाहिँ यो पुरै लाएर अनि सो आजको भ्लग चाहिँ जात्राको नै हुनेछ सो अन्तिमसम्म हेरेर साथ दिनु होला गाइज म चाहिँ अब पसलमै बसिरहेको छु अहिले पछि मेरो साथीहरू आउँछ अनि म चाहिँ जात्रामा जानुपर्छ होइन त्यस्तै बेलुका बेलुका चाहिँ एकदम रमाइलो हुन्छ ल के किन ल यिनीहरू चाहिँ किन्न हाम्रो पसलमा किन्न आएको छ होइन ल किन भनेको यति राम्रो राम्रो गाडी छ अनि जोयल चाहिँ टाउको तिमीहरू कहाँको जोयल ल यो सबै यो एक लहरै किन त यो कति मिठो हुन्छ ल छिटो छैन त्यो ब्लेभेट 100 हेर त कुन गाडी त्यतिले गाडी आउँदैन नि बहिनी त्यति त आउँदैन त्यतिले त है उयो आउँछ उयो चाहिछु चाउया किनकि तपाईँ त त्यस्तो भन्दै बस्नु न सिधो तापकै हेर व्यापार गर्नु हेर एउटा व्यापार गर्नु कति आएको जोइलले चाहिँ बच्चा चाहिँ पैसा पनि किन्दैछ होइन कुटुमा भन्ने चाहिँ ट्रायङ्गल झिक्दै हुनुहुन्छ गाइस दिदीज्यूले अनि उसले पनि खान्छ यिनीहरूको दाजु बहिनीले चाहिँ होइन क्या मलाई किन नि यार तिमीहरू ओहो हजुरले त काम खतरा गर्नुभयो नि त गाइसले काम खतरा गर्छ गाइस ल छिटो जोस्ना मलाई जोस्ना ट्रायङ्गल खोइ हामीले चाहिँ यस्तो ल्याएको छ अब्रामहरूले ल्याएको छ होइन अब्राम र गातले जेरी मात्र ल्याएको तिमीहरूले त्यो कस्तो चाहिँ ठिक्क के भयो तिमीहरूलाई 10 रुपियाँ बाँकी होइन त्यहाँ राखिदिएको मलाई एउटा जेरी जेरी ल्याएको रहेछ जात्राबाट होइन हामी चाहिँ जान बाँकी छौँ गाइस अब चाहिँ हामी होइन पसलबाट पसलतिर बस्यौँ अनि त्यसपछि अब चाहिँ हामी जात्रामा जाँदैछौँ अहिले अँध्यारो भयो पानी परेको थियो एकछिन चाहिँ अनि सो मेरो साथी खोइ है भ्लगर दिदी देखाउन भ्लगर साथी भ्लगर दिदी ल हामी चाहिँ जाँदैछौँ होइन जात्रामा अब अलि अन्धकार भइरहेछ त्यही पनि रमाइलो गरिन्छ हल्का पकेट खर्च बोकेर मोमो खाउने रे खाउँछ को खाने हो ग्याङहरू सब्सक्राइबर बढेकोमा मोमो खाउँछ यसले के पुग्यो हो र 1 के पुग्यो हो र किन त बादल ल हामी चाहिँ अब जाँदैछौँ यहाँबाट सुरु हुन्छ है गाइस अब जात्रा जाने ठाउँ चाहिँ तर हामी चाहिँ ठ्याक्कै उल्टो अरू फर्किन्छ हामी चाहिँ ठ्याक्कै आइरहेछ होइन यो त खाली नै पो रहेछ त पहिला त यहाँदेखि नै स्टार्ट हुन्थ्यो पसलहरू अहिले चाहिँ खोइ खाली नै देखिरहेको छु मैले चाहिँ होइन ओइ राम्रो त राम्रै देखिरहेको छ र न तिमी है सबक हिँड सुस्मा चाहिँ त्यहाँ चाहिँ रमाइलो गरिरहेको छ होइन गाइस अब जात्रा आउने टाइम चाहिँ हाम्रो ढिला भइरहेको छ होइन ल ऊ हिँड्छ म चाहिँ भिडियो गर्नेछु ल जेरी चाहिँ यहाँ पाक्दैछ अघि नलगेर खाएको जेरी चाहिँ यहीँको
अनि सो गाइज यहाँ चाहिँ रमाइलो हुँदैछ गाइज होइन अनि यहाँ चाहिँ जेरी पाक्दैछ यसरी पाक्छ है त जात्रामा चाहिँ जेरी उहाँले पकाइरहनु भएको छ होइन सो हामी अब फेरि माथि जानेछौँ जम अरू पनि हेर्न बाँकी छ होइन अहिले यहाँ धेरै मान्छेहरू आइरहेको छ होइन अनि त्यसपछि मोमो त्यहाँ रहेछ मोमोको भाँडामा त देखेको यहाँ चाहिँ भाँडा रहेछ होइन भाँडा त सर के किन्नु भएको ए बाटा किन्नु भएको होलसेलमा के छ त्यो अलिकति मात्र मान्छेले खेलाउन चाहिँ यहाँ रहेछ ओहो बच्चाहरू सकिसकेको छ यहाँ काँठा कस्तो राम्रो हेर्नु त्यतिर त सब सकिएछ कि है ओहो यस्तो ए आइसक्रिम त आइसक्रिम त्यहाँ अनि यहाँ मान्छेको हुल त्यहाँ चाहिँ उ गरेर डान्स गरेर जम्मू त्यहाँ हेर्ने 4-5 जन छ जम्मी हेर्ने त्यहाँतिर यहाँ चाहिँ डान्स चलिरहेको रहेछ होइन यो चाहिँ कति अन्धकार नाचेर अन्धकार छ अन्धकार होइन सो गाइज यो चाहिँ के हो यो के गरेको है ए यहाँ चाहिँ पूजा गरिरहेको छ होइन आजको अनि यो चाहिँ मेन गुम्बा भइहाल्यो हामी यो खाँदैछौँ कस्तो अन्धकार भइसक्यो अब यस्तो चिसोमा हामी बरफ खाँदैछौँ किन अनि कुन खान्छ अभिसा एलो खाउँ त एलो अब अभिसा के खान्छ ल डान्सर नाचिदिनु पऱ्यो क्या ल अनि बिन्दा दिदी यहाँ हुनुहुन्छ गाइज नाचिरहनु भएको छ होइन म पनि नाचिरहनु भएको छ ना
फाइनली गाइज हामीले चाहिँ फेरि पनि बरफ खाएर एकछिन नाचेर रमाइलो गऱ्यौँ त्यस्तो केही पनि खान पाएन ढिला पनि भयो अनि अन्धकार होइन अँध्यारो भएको होइन अब चाहिँ हामी जाँदैछौँ गाइज होइन अब घर गएर रमाइलो गर्ने हो अनि साथीहरू चाहिँ छन् अब हामी जाँदैछौँ यहाँबाट चाहिँ अब चाहिँ हामी उनीहरूको घरतिर जान्छौँ जाम हजुर जाम सामान चाहिँ जोगाएर राखौँ है केटाकेटी हो जुनसुकै बेला पनि चोरी हुनसक्छ भ्लगमा मलाई पनि देखाऊ जुन गन्ध आयो म तिमी बिदा ढुरो स्पिकर त बजाउँदैन होला अब ओइ आफ्नै बर्थडे आएको त अब तिमीहरूको घरमा नाच्नु बत्ती गएर सबै आगो अवस्था छ ब्लगर मान्छे त कहाँ लुक्या थाहा बरफ पनि कडा तरिकाले समातौ जुनसुकै बेला झर्नु होइन यहाँ मान्छे हुनुमा को झर्छ पनि थाहा हुँदैन झिङ्गा एउटा पनि छैन हामी दुईजना भएको खाली खाली हो गाइस बाटोमा चाहिँ होइन आज त ढिलो हामी चाहिँ अब मेन डोरमा आइसक्यौँ त्यसको लागि चाहिँ केही पनि छोरी मान्छेको खुट्टा तान्ने छोरी मान्छे नै हुन्छ मान्छे पनि हुन्छ बाजी भइहाल्नु एउटा छोरी मान्छेको खुट्टा तानिरहेको अब चाहिँ हामी हाम्रो घरमा जाँदैछौँ मेन रोडमा आइपुग्यो मेन रोडमा हजुर मेन रोडमा छ यस्तो हुनु छ होइन बाइक आयो बाइक फाइनली स्टाफ हेरेर आयो अब यस्तै हो गाइड होइन यति बाँकी भयो बरफ चाहिँ खाँदै अब यहाँ को कहाँ गयो पनि थाहा छैन होइन बाटोमा हुनु यति रात छ अहिले हिँड्न पनि नसक्ने गरी अनि अब जात्रा भएपछि यस्तै हो हाम्रो गाउँमा चाहिँ होइन हामी दुईजना यति राति सँगै भइरहेको छ भने सँगै आउने साथीहरू कता गयो भोलि नि हप्तातिर जान्छ पर्सिसम्म भेट पाउँदैन गाडी के गर्नु गाह्रो छ लौरानी कहाँ गयो थ्याङ्क यू सो मच गर्मी भए बेला एकचोटि घुमिदेऊ न फ्यान भाइ घुमिदिनु पऱ्यो है फ्यान भाइ घुमिदिनु पऱ्यो गर्मी छ थ्याङ्क यू सो मच मेरो पनि कोही फ्यानहरू रहेछन् गाइस मलाई थाहा थिएन त्यो पनि अघि 10 रुपियाँको तिमीले बरफ दिएको होइन उनीहरूलाई हजुर मैले सब्सक्राइब गर्न लगाएको थिएँ अनि उसले चाहिँ सब्सक्राइब गरिदिएको रहेछ अनि भिडियो पनि हेरेको रहेछ सब्सक्राइब पनि गर्न लगाइ पुरै होइन अब भाइरल हुनु पऱ्यो अनि अब म यति चाहन्छु कि होइन सबैले चाहिँ मेरो के अरे म तपाईँको फ्यान भनेर मेरो पछि लाग्छ अरू केही भन्न चाहनुहुन्छ भनेर पनि सोध्नु होला
यता जमामा हामी तलतिर जाँदैछौँ कोही कोही माथि आउँदै हुनुहुन्छ यस्तै यो जात्रा अब यति बेला मस्तिर अब अहिले सबै सामानहरू झगडा हुने सम्भावना पनि धेरै जातिसम्म हुँदैन फेरि यहाँ त झगडा भिडिहाल्छ केही गर्नु पर्दैन पुलिस लखटेर हैरान हुन्छ होइन हामी त यतिकै नाचेर मात्र आयौँ गाइजन त्यस्तो धेरै केही खानु पनि पाएन एकदम रमाइलो भयो एकछिन भए पनि तै पनि यति समय पनि एकदम रमाइलो लाग्यो अब हुन साथीहरूसँग आइपुगेको त्यस्तै हो सिङ्गलहरू पर्दैन पुग्यो है हजुर हामी चाहिँ घर आइपुग्यौँ हामी चाहिँ घर आइसक्यौँ होइन अब हामी आफ्नो आफ्नो काम गरेछौँ सो अब भिडियो चाहिँ आज यति नै रहनेछ हेरेर साथ दिनु होला गाइस सो अहिलेको लागि यति नै बाई बाई ल ऊ चाहिँ साथीले कुरिरहेको छ